घरमै नाति नातिलाई थुप्रेर राम्रै किन भुलेर बसिरहनु आगो लागेर के पनि बाँकी छैन मैले कहाँ हो हाम्रो पसल अरूहरूको पसलपट्टि केही बाँकी छैन अब अन्त भनेर बसिरहनु फोन गरेको एकपटक फोन नउठाउने त्यही हो जहिले नि त्यही हल्का त्यही बजार त हुँदैन नठुलो के हुँदैन स्कुल बिचरा स्कुल बलेर केही छैन त्यो काठको गोदाम त्यो पहाडी सागी पखलको पहाडीपट्टिको घर सागी पखल बस्ने भन्न हाम्रो पखलपट्टि त त्यो रोड कटेर आउन पाएन त्यति कन्ट्रोल बन्द गरेर सामानहरू पारेर राखेको कस्तो बिजोग भएका दमकलहरू आएर पानी हालेर जान दिएन हाम्रो पखल किन हजुर दिदी तलको जानुभयो होला